हुन्छ। हामी चाहिँ यो इमिग्रेसन क्यानियनबाट ब्याक टु सल्ट लेक गर्दैछौँ, फर्किँदैछौँ। लाइक पाताले पनि लाइक पाताले पनि टाको पानी खाने डाँडो पोखरी पानी सप्लाई वाटर सप्लाई गर्ने र यो बाटो चाहिँ अति नै रमणीय छ। यो बाटो मात्रै नभएर यो यहाँको ठाउँ एरिया यी बुसहरू जङ्गलहरू झाडी यो निकालेर तिमीले यसैलाई कन्टिन्यू गर न भिडियो। अनि त्यहाँबाट भइरहेछ तर यताउता अरू स्पेसिफिक खिच्न खोजेको आउँछ नि त। चार्ज निकाल्दै त्यसैलाई कन्टिन्यू मेरो पनि खिच यता खिच यताउता पोस्टिङ गर्दै खिच्यो हुन्छ। हामी चाहिँ ब्याक सल्ट लेक सिटी ब्याक जाँदैछौँ र यो पानीको सिन यो बस्तीहरू अगाडि यतातिर सबै एकदमै पिस। हाम्रो आजको टुरको ड्राइभर साहब हो र क्यामेराम्यान चाहिँ यसरी तुलसी प्रसाद भट्टराई है। अनि म सवारी चालक नेपाली हो, अङ्ग्रेजीमा ड्राइभर। हाम्रो आजको सौहार्दपूर्ण वातावरणमा रमाइलो भयो। यसरी यो बाटोमा चाहिँ यसरी माउन्टेन बाइक चलाएर हिँड्नेहरू पनि आउँछ। आज घाम लागेको घमाइलो दिन छ। अब यो स्प्रिङ सिजन अलमोस्ट यस्तै हुन्छ। र गर्मीको कुरा गर्ने हो भने नेपालको लगभग 45 डिग्री टेम्परेचर, यहाँको कति 85 90 85 छ अहिले। 85 छ। यहाँ चाहिँ यो पानी नपरिकन यस्तो हरियो हुने यो अहिलेको सिजन यस्तो छ। भयङ्कर टर्निङ छ अहिले सक्यो पनि। अब हामी यो लिमिट 40 को रहेछ स्पिड। हामी 40 मै छौँ। 40 छौँ। हल्का स्लाइड भएको कारणले अलिकति गाडी चाहिँ ग्यास नथिचे पनि आफ्नो स्पिड हाई हुँदै गइरहेको छ। म ब्रेकमा छु अहिले, हल्का ब्रेक दिइरहेको छु। रमाइलो छ बाटो। अलि ओह्रालो छ। लेनको मात्रै बाटो छ। उताबाट आउने गाडीलाई हेरेर कुदिनुपर्छ। जङ्गलको बाटो नेपालमा पनि अमेरिकामा पनि जहाँ पनि यस्तै हो। यो फ्रीवे होइन, हाइवे होइन। यो चाहिँ हामी थानकोट कटेर तिर्सुलीको किनारै त्यो भन्दा पनि त्यो बाटो भन्दा पनि यो दक्षिणकाली जाने बाटो जस्तो छ। अलिकति सानो दुईटा गाडी मात्रै छिर्ने अथवा पोखरा जाने बाटो हो। पोखराहरूको मुङलिनतिर जाने जस्तो बाटो। डेन्जर बाटो चाहिँ यहाँ हुँदैन। तर होइन, यहाँ सडकका नियमहरू पालना हुन्छन्, प्रत्येकले पालना गर्छन्। त्यो कारणले यहाँ खासै त्यस्तो खतरा केही हुँदैन। कसैको सडकमा दादागिरी चल्दैन। शान्त सफा छ, धुवाधुलो हुँदैन। र यी जङ्गलमा देखिएका 1-2वटा कुटीहरू यी घरहरूका लागि पनि सबै सुविधा उपलब्ध छन्। यति टाढा आएर पनि यो चाहिँ नेपालमा हुने अनुकूलता यो यहाँ चाहिँ अब एकजना मान्छेले जे क्रिएट गर्छ त्यही सम्भव भएर बस्ने ठाउँमा यहाँ सित्तै पनि लिँदैन नेपालमा यस्तो ठाउँ। तर यो धेरै महँगो। यो चाहिँ महँगो हो फेरि। यदि यस्तो जङ्गल बिच आएर बस्न मन गर्ने यतातिर अफोर्ड गर्न सक्दैन भने अब धेरै 10 लाख अथवा त्योभन्दा माथि तिर्नुपर्छ। जुन चाहिँ डाउनटाउनतिर लिन खोज्ने हो भने अथवा सिटी एरियातिर जाने हो भने 3 लाख 3.5 लाखमा पाइने चिज यहाँ त्यस्तो हुन जान्छ। र म चाहिँ एकदमै इन्जोय फिल गरिरहेको छु आज सबैको बिराको दिन। अगाडि गइरहेको कार हाम्रो अर्को भाइले चलाइरहेको छ। अब त्यसमा मेरो बच्चा र मिसेस अनि अर्को भाइ मधु 4 जना छ। यसमा हामी 2 जना छौँ। आज सबैको बिदाको दिन पर्यो। मधु चाहिँ कामबाट आएर यसो खानासाना खाएर रमाइलो गरौँ भनेर त्यो अगाडिको कारमा कार गइरहेछ। अनि मधु र 2टा बच्चा अनि मधु सन्जा दिदी बच्चा। अनि यो कारमा हामी 2 जना छौँ। एकजना क्यामेराम्यान, एकजना ड्राइभर। र
र मेरो स्पिड 45 छ, देखाइदेऊ स्पिड पनि 45 छ। म यसलाई हल्का डाउन गर्दैछु किनभने यो चाहिँ 40 को स्पिड लिमिटको बाटो हो। तर मधुले त्योभन्दा बढी कुदैन होइन, उसलाई यो उकालोमा थाहा भएन, ओह्रालोमा आफै गाडी गइरहेको छ, त्यही भएर होला। त्यही पनि अब खासै त्यस्तो वरि हुनु पर्दैन। अमेरिकामा यस्ता पहाड र भिर पाखा अलि देखिँदैन, तर यो क्यानियन राम्रो छ। र अहिले चाहिँ स्पेसल्ली हामी यो युटाको सल्ट लेक सिटी भन्ने ठाउँमा चाहिँ यो माउन्टेनले चाहिँ सराउन्डेड भएको कारणले यो खासै काठमाडौँ उपत्यका जस्तै फिल हुन्छ। यहाँनिर वरिपरि डाँडो छ, बिचमा समतल भूमि, र यो स्प्रिङ सिजन अथवा समर सिजनमा चाहिँ एक्ज्याक्टली नेपालकै फिल हुन्छ। र अब लगभग 7 महिना चाहिँ यहाँनिर फेरि हिउँ पर्ने हुन्छ। तपाईँहरूलाई यो एकदम हरियाली लाग्यो होला, तर यो मरुभूमि हो। अहिले हरियाली नै छ, यो आर्टिफिसियल होइन, तर 7 महिना चाहिँ डेजर्ट जस्तै हुन्छ, हिउँ मात्रै हुन्छ। आगो लाग्यो भने निप्दैन। आगो त अब हिउँमा लागेछ भने लागोस्, होइन अरू बेला अरू बेला त अब सुक्खा ठाउँ हो, त्यो कारणले त्यो स्वाभाविकै हो। हामी अर्को गाडी पनि भेट्यौँ, सँगसँगै थियौँ। अर्को गाडी क्रस गर्नु खोज्दै थियो हामीबाट, तर हामी डाइरेक्ट थियौँ, सिधा थियौँ। हामी राइड वे हो। यो धेरै टाढा पनि होइन, म बसेको ठाउँबाट अथवा म डाउन टाउनमा बस्छु, म बसेको ठाउँबाट लगभग 20-25 मिनटको ड्राइभिङ दुरीमा पर्ने ठाउँ थियो। र हामी बडा कहिलेकाहीँ बिदा यता मास्तिरतिर नि हेर न कति राम्रो छ यता। कहिलेकाहीँ बिदाको बेलामा हामीलाई बडा यसो रमाइलो गर्न मन लाग्छ र यसरी हिँड्छौँ। ल हेर ऊ त्यो माथिको हाउस सायदै इन्डिभिजुअल रेसिडेन्टल हाउस हो भने त्यो हाउसलाई एटलिस्ट 12-15 लाख डलर भनेको अब नेपाली 12-15 करोड। त्यसमा सुविधा सबै छ, सुविधा सबै इन्टरनेट र इमर्जेन्सी सर्भिसहरू अथवा मान्छेलाई चाहिने अत्यावश्यक आवश्यकताहरू। सिटीमा बस्ने मान्छेले यहाँ बस्ने मान्छेमा फरक केही पनि हुँदैन, सबै कुरा रोड सफा छ। जम्मा जो हामी घुम्न गएका 2टा गाडी मात्रै छ हो। सधैँ नेपाल बन्द भयो। एक त हामी यो चाहिँ बिजनेस डेमै छौँ, त्यो कारणले पनि क्वाइट भएको। फ्राइडे र स्याटरडे सन्डे अथवा फ्राइडे इभिनिङतिर हो भने पनि केही बिजी हुन्छ, किनभने स्याटरडे सन्डे चाहिँ अफ हुने कारणले गर्दा मान्छे निक्लिन्छन् बाहिर। अब आज त हाम्रो आज भनेको वेस्टडे होइन, वेस्टडे त हो। वेस्टडे भएको कारणले पनि अब वेडनेसडे, थर्सडे, फ्राइडे त्यो दिन अझै बिजनेस डे भएको कारणले अब यो घर यहाँनिर एउटा मात्रै घर छ, तर अब यो घर धेरै एक्सपेन्सिभ हुन्छ र अब यहाँनिर चाहिँ त्यस्तै मान्छेहरूले मात्रै लिन सम्भव हुन्छ। यो चाहिँ के हो, यो पछि उसको लागि स्की खेल्नेको लागि हो क्या, बाटो बनाएर स्की स्पोर्ट जस्तो होइन, बाटो भन्दा त्यही माथि हिउँ हुन्छ। अनि हामी धेरै तल आइसक्यौँ, अहिले भन्ज्याङ भन्छ, हामी भन्ज्याङ जस्तो ठाउँमा आइपुग्यौँ। माथि अब यो चाहिँ माथि हामीभन्दा माथि पुगिसके डाँडाहरू हामी धेरै तल गहिरोमा आइसकेका छौँ। अब हामी जङ्गलबाट निस्किनै लाग्यौँ, तर यस्तै छोटो दुरीमा रमाइला ठाउँहरू प्रशस्तै छन् यहाँ। हामी पैदलै हिँडेर पनि माथि डाँडासम्म जान सक्छौँ, त्यो चाहिँ अत्यन्तै रमाइलो हुन्छ। नत्र यसरी फिजिकल्ली हिँडेर जाने ठाउँ भनेको अब कमै हुन्छन्, कहाँ जाने हुनै हुँदैन। तर त्यसकै लागि पनि सडकको स्पिड अब 80, 70, 80, 85 हुन्छ, त्यत्रोमा हिँडेर त सम्भवै हुँदैन। लगभग यो जङ्गलबाट सहर प्रवेश गर्न लागेका छौँ। अब यो पर देखिएको त्यो अगाडि देखिएको टेलिफोनको टावर होला सायद, त्यो टावरबाट उता चाहिँ सिटी सुरु हुन्छ। के को टावर हो? टेलिफोन कतिवटा छ? कुन चाहिँ फोनको हो? फोनको पनि हुनसक्छ, क्रिकेटको हो कि सेक्युरिटीको केही हुनसक्छ। पुरै रमणीय छ, असार साउन्ड जस्तै छ नेपालको।
तर अचम्मको कुरा के भने यहाँ पानी चाहिँ पर्दैन। अनि पानी पर्दैन भन्दा नि सिजनमा पानी अब हुन त अब अहिले नेपालमा असार हो क्या अरे, असारमा त अब पानी परेर होइन पानी पर्ने बेलामा हरियाली हुनुपर्ने, यहाँ पानी नपरि हरियाली हुन्छ नि। यो चाहिँ एउटा अचम्म होइन। अब त्यही हिउँको चिसो पानीको रूपमा केही होला, शक्ति केही होला, त्यही हो, नभए मरुभूमि हो यो। अनि त्यस्तो छ। अब नेपालमा अहिले बाढी पहिरो जति बेलै पानी परिरहेको अवस्था छ। अब यहाँनिर पानी त प्राकृतिक रूपमा पर्ने पानी त हामीले अब खासै फिल गर्नै पाउँदैन। कहिलेकाहीँ झुकेर पर्नु भने माउन्टेन बाइकले हिँडिरहेछन्। माउन्टेन बाइक अनि बाइकहरू, मोटर बाइकहरू। कस्तो दामी हस्पिटल हो कि घरै हो, अपार्टमेन्ट होला के अरे, अपार्टमेन्ट हो त्यो, अपार्टमेन्ट हो, रेसिडेन्ट हो। त्यो अपार्टमेन्टमा कोठा लिने हो भने $1200-1500 यत्तिकै पनि पे गर्नुपर्छ। यहाँबाट चाहिँ हामी अब ट्राफिक लाइट फेस गर्दै गर्दै अब सिटी एरिया अथवा रेसिडेन्टल एरियातिर प्रवेश गर्दैछौँ। हाम्रो गन्तव्य स्थानतिर जाँदैछौँ। अब यहाँसँगै अब हामी चाहिँ यहाँको होगल जू भनेको, यो चाहिँ होगल जू हो, हाम्रो लेफ्ट साइडतिर भएको यो देखिएको, यो चाहिँ होगल जूको प्रवेशद्वार। यो चाहिँ युटाको सल्ट लेक सिटीको जू हो। यहाँनिर चाहिँ जिराफ लगायतका जनावरहरू, जिराफ अनि म दुईपल्ट यहाँ आएको छु। एलिफेन्टहरू सबै छ, हात्ती, जिराफ, एसियाको, इन्डियाको, नेपालको टाइगर लगायतका धेरै त्यस्ता जनावरहरू, कतिपय मैले नाम पनि भुलेँ। यो लेफ्ट साइड सबै जूको एरिया हो। राइट साइड भनेको युनिभर्सिटीको एरिया हो। राइट साइड सायद यहाँदेखि नै हो र? होइन उहीबाट हो, यहाँ योबाट युटा युनिभर्सिटी, युटा युनिभर्सिटीको एरिया यो खाली सबै हुन्छ यहाँबाट। अनि यो अगाडि देखिएको, त्यो पर देखिएको चाहिँ सबै सल्ट लेक सिटी हो र ठुलो, एकदमै ठुलो, ठ्याक्कै काठमाडौँ उपत्यकाकै महसुस हुन्छ माथिबाट हेर्दाखेरि। हामी ट्राफिक लाइटमा आइपुग्यौँ। मधु हो कि होइन? मधु उताबाट गयो। यो चाहिँ कोलोराडोको नम्बर प्लेट गाडी रहेछ अगाडिको, कोलोराडो। सनी साइड एरिया 840 साउथ। ड्राइभरको खिचे नै हुन्छ। बाहिर के भइरहेछ? बन्द भयो कि? होइन हाम्रो लेनमा के भएछ त्यस्तो? गर्मी अत्यन्तै गर्मी छ आज। लेट्स गो। अलिकति ओह्रालो जाँदैछौँ हामी, अगाडिसम्मको ट्राफिक देख्न सक्छौँ यहाँबाट। रमाइलो दृश्य देखिन्छ यहाँबाट। अलिकति हामी हाइटमा छौँ, पुरै ट्राफिक रहेछ आज। यता पनि ट्राफिक पुरै खोइ के भएर हो पनि यस्तो ट्राफिक देख्न पाइँदैन थियो। निकै परैसम्म रहेछ। सायदै कतै केही ट्राफिक लाइट बिग्रेको छ अथवा काहीँ एक्सिडेन्ट भएको हुनसक्छ। हामी पनि झन्नै परेनौँ। हामीले लेन चेन्ज गरेर बस्यौँ, तर यस्तो धेरै सल्ट लेक सिटीमा यति धेरै गाडी यसरी एकैचोटि ट्राफिक सानो भएमा ट्राफिक लाइट बिग्रिनुपर्छ कि स्ट्रिट लाइट कि चाहिँ एक्सिडेन्ट भएको? यो फ्रीवे होइन। हुन्छ हस् त।